यस गाइस सबैलाई ह्याप्पी न्यू इयर है त। अनि सबैजना सन्चै राम्रो हुनुहुन्छ होला, म सन्चै राम्रो छु। अनि हामी चाहिँ आज टक्क चस्मा लगाएर कहाँ जानला भन्दाखेरि यहीँ उतासम्म जानला हो। कहाँ भन्ने त, अब ग्लोभ्स लगाइदिउँ भन्ने केटा हो। चाबी हालिदिउँ पहिला, टक्क ग्लोभ्स लगाइदिउँ टक्क। दादालाई कस्तो देखाएको छ फेरि, ओहो जङ्की हो कि क्या हो अरे क्या। केटाहरू सिभिल होममा छ अरे, त्यही हो। अनि कहाँ जानला भन्दाखेरि चाहिँ आज हामी उतासम्म 4 घडी धेरै पछि है त, धेरै पछि 4 घडीसम्म जान लागेको केटा हो। है त ल, त्यही हो, सबै आफ्नै त हो नि पारामा जान लागिसकेछौँ हामी चाहिँ। पुन्टे मुलाले फेरि ढिला गर्छ क्या, अब के गर्ने केटा हो। यस्तो यस्तो पारा सिभिल होममा कोही छैन कि छ कि छैन हेरौँ न। ल म्याच फोनै ल्याउनु बिर्सियो जस्तो लागिरहेको थियो, फोन चाहिँ लिएर आएछु मैले। त्यो अनि केटाहरूसँग आज न्यु इयरमा टक्क यसो यतातिर मासतिर जम्न त भनेर जान लाग्यो हामी। धेरै पर चाहिँ होइन, त्यस्तो खास चाहिँ केही चाहिँ छैन है केटा हो, छैन नि केटाहरूमा। केटाहरूलाई टप्ने पारामा जानु पऱ्यो अब म्याच चाहिँ नि। मेकल हामीलाई छोडेर जाने तिनीहरू सुहाउँछ, मैले सुहाउँदैन नि फेरि भनेर हो क्या मा। बौला साला कत्रो हतार गरे क्या फेरि केटाहरूले चाहिँ। हर्न पनि बज्दैन हौ फेरि। फुल बटार्दा नि कुद्दैन यो बाइक त यारमा। बाइक पुरानो भएछ, बाइक पुरानो भएछ केटा हो, बाइक पुरानो भएछ। त्यत आउँदिनँ भनिदिइसकेँ मैले केटाहरूलाई। को हो त्यो धुवा फाल्दै हिँड्ने फेरि? ए डेन्जर भाइब्रेट हुन्छ नि, डेन्जर भाइब्रेट हुन्छ नि। केटाहरू आधी घन्टा अगाडि हिँडिसक्यो यार। थ्यात हामी चाहिँ लास्टमा पऱ्यौँ। केटाहरूलाई भेटिन्छ कि भने भेटिन्नस् यार। तपाईँलाई त गिफ्टै दिउँ कि क्या हो यो आमा है। भेना तपाईँ नै लाउनु हो? खरी चरीको भाइ करी रे तपाईँलाई। जुत्ता मात्र आर्मीको छ अनि बाजेको नै बस्थ्यो। बाटो थाहा भएको मान्छे चाहिँ चल्दिउँ ल। कत्रो लामो मुद्दा हो ल केटा हो। हामी चाहिँ चल्दिस। ओए कत्रो हिलो छ त यार। अब ओए 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 के हो यस्तो? खत्री त बिच के हो रे। त्यहाँ मैले आउनु पर्ने ठाउँ नै ऊ भएर ल्याएँ क्या है। अगाडि पुरानो छ, यत्रो सानो टायर चिप्लिहाल्छ नि। टायर पिचमा मात्र ठिक हो क्या यो। ल है केटा हो, यस्तो छ है। ओहो नयाँ नयाँ हाम्रो फेरि साथीले ऊ हाल्न लाग्यो। नयाँ नयाँ लाइसेन्स झिकेपछि त के हो यस्तो रेस खेल्ने रे। लम्मा सक्दैनौ, भेट्दैनौ यस्तो स्कुटरले। त्यही भने मैले लाइसेन्स खारेज गरिदिन्छ, बुढोले लाइसेन्स खारेज गरिदिन्छ। मुझे तेरो फेरि लामो
करियर डाउन होला फेरि बल्ल बल्ल सुरुवात भएको ल है केटा हो यस्तो छ हामी चाहिँ के बोल्ने क्या के बोल्ने आछु चिसो यार पुन्टेले के लाएर आयो हुडी आम्मा त्यता फेरि यस्तो भइरहेको रहेछ यस्तो घाम लाग्यो पो मजा आउँथ्यो त नि चिसो भएर मर्नु भयो दादाहरूसँग रेस खेल्ने रे फेरि मैले आमै ओए नसक्ने कालेले चाहिँ एन्टक दह्रो कुदाउँथ्यो होला हौ त्यसको एन्टक चाहिँ कुदाउनु पर्ने यार मैले कुदाएकै छैन कि छुटेको दाजुभाइहरू सँगै भएछन् अहिले होइन त दुईजना छुटेको दाजुभाइलाई सँगै राख्दैछ त दुईजना छुटेको दाजुभाइलाई सँगै राख्दैछ त नि तिमीहरू दुईजना होइन त नि पहिला जिग्री एकचोटि छुट्यो अहिले सँगै लमा कपिल दाई मक्ख परिसक्यो त्यहाँ यो नि मक्ख परेछ मुजी कपिल दाईलाई खतरा हिरो देखाएको छ यार हिरो देखाएको छ भने साँच्ची हो ल अर्को नि गर्लफ्रेन्ड पटिन्छ हौ दाइ अब जा अगाडि जा यो चाहिँ ले बस पाएकै बस पाएकै आएको छैन त यार खोइ उनीहरू दुईजना ओहो भेनाले लाउँदा पो खतरा जज हान्दिएर है तर चस्मा त भेनालाई जेले नि सुहाउने भने यार आहा ल टुपी बानेर फेरि आम्मा ल है फाइनल्ली डेस्टिनेसन चाहिँ यतै हो ले बस पाक रे बरु डाँडातिर चढ्न पाए नि हुन्थ्यो होला हौ यहाँदेखि टाढै छ त्यो त गिटार सितार बोक्या छ आमा पुन्टेलाई खतरा देखिरहेको यता हेर न ल पत्ताउँदैन भने कस्तो हिरो देखिरहेछ ओए नसक्ने कहाँ कसलाई फेरि डेस्टिनेसन चेन्ज भएको अवस्था है यता त म पहिला आछु जस्तो लाग्छ त यार यतैतिर राखिदिनु पर्ला ल यो नि होइन रहेछ है डेस्टिनेसन थेत मुनि तीनटा ठाउँ गोप्रो चल्छ त्यही नि त्यसै तेरो साह्रो हिँडिरहेको छ है ल्याङ भने बिल्ला हान्थ्यो यार पाण्डेले खोइ फोन ल्याउ न फोन झुन्डाम बरु फोन झुन्डाम यहाँ के भन्दै यार म खाने यस्तो बच्चाहरूले कहाँ हो क्या फेरि अब छ्या हेर तिमी र म रन्केर नआए भए त हराउनै रहेछ त नि नआएकै बेस हुने रहेछ केटाहरू कहिले कहाँ लग्दैछन् कहिले कहाँ लग्दैछन् यार म्या कसम ओए साझा आए साझा यो बाइक चाहिँ कुदाउनु पर्ने चेन छुटाइदिन्थ्यो होला यार मैले भनेर भन्न त नमिल्ने त्यो चेन फुस्क्या गर्छ यार बाइकको नि कस्तो अचम्म हो ल केटा अर्को डेस्टिनेसन हिँडेको है अब हामी चाहिँ
बिस्तारी ल बिस्तारी ह्याप्पी न्यू इयर घुम्दै फिर्दै रुम्जाटार भने जस्तो मनोकामना पो पुग्न आँटियो त्यहाँ केटा हो यो त मनोकामना जाने बाटो हो नि कहाँ लगिदिनु ला फेरि खतरा घर बन्द रहेछ गर्नु छ कथा हाम्रो ओए माछी निकाले के बोल्यो होला यो कालुले अहिले लोटायो भने भेनाले के गर्छन् लात्ती लात्ती हान्छन् होला है ओए तैँले क्या केही गरी यो स्कुटर लोटाइस् भने भेनाले के गर्छन् तँलाई थर्काउँछ हो लात्ती नेपालमा फाँसी खान्छ यसले त्यही भएर त बस्यो नि है अहिले त ठिक छ एकछिनमा चाहिँ विश्वास ओए बाइक पनि चलाउँछन् है दाइले त यस्तो स्कुटर मात्र होइन नि त ए लाइसेन्स छैन नि योसँग त हो नि फेल भएर लिन नगा होला यो आयो अर्को सँग पाइला चालन सुताइदिने हो कि अर्को गोपी दाई हेर न फेरि गोपी दाई राइडर भइसकेछ नि यार ल पुरा सँगसँगै चलेर आउनु यार रे गाह्रो केटा हो गाह्रो यस्तो रमाइलो ह्याप्पी न्यु इयर केटा हो छ्या अफ रोड आयो नि त फेरि अहिले बजाउने बेला चाहिँ सबले माग्छन् है म यताबाट हिँड्छु दुईजना पुरै सिरियस भइरहेछ नि क्या हो हावा चाहिँ हिँड्नुहुन्छ हामी चाहिँ के गर्ने ए अब तेल हाल्ने होइन अब अर्कै मुखमा तेल हाल्नुपर्छ भेना अब पाँडेले कुदाएको हो पाँडेलाई तेल हाल्नु न मनोकामना दर्शन गर्न जान्ला हो डाँडामै पुर्याउनु लाग्यो क्या साँच्चीकै केटाहरू स्कुटर बचाइ कुदाउँछन् झन् आमा यो त झन् नयाँ रहेछ नि त पुन्टे 58 लट गऱ्यो यार यो त झन् भेनाको कति 40 को लाइनको होइन यो त नयाँ रहेछ यार यो स्कुटर त हेट नसक्ने यार हेर त्यहाँ ऊ स्केट राइट साइडमा हेर न ल त्यहाँ त्यत्रो जुत्ता लगाइरहेको छ स्केटको मुनि अनि ऊ मुनि कहाँ स्केट रे तेरि केटाहरू फेरि स्कुटर बिस्तारी हाल्ने रहेछन् यसरी त कहिले पुग्ने त नि धुलो भइसक्यो यार लुगा यो चाहिँ साँच्चीकैको डेस्टिनेसन हो जस्तो है ल ठोकिदिनु लाग्यो मेरो छेउ नलिएर मलाई पनि डर लाग्छ ल
कहाँ त ल हेर्न फेरि यहाँ हेर न यस्तो सेतो छ है के भयो पानी खोइ छिरे खोइ ल्याङ गर्नुहोस् त मलाई ल चल्दैन हौ हावा साउन्ड मात्रै टिटिट टिटिट आउँछ चल्न चल्दैन कि नप्ता हेरौँ नि